मैले मौरी पालन सुरु गरेको भर्खरदेखि र हिरासी जङ्गलबाट मौरी लिएर आएको थिएँ। क्विनलेस भएछ, रानी मऱ्यो या कता भयो के भयो अत्तपत्त भएन, मौरी एकदम कम्ती छ र हलचल गरेको थिएन। मौरी बसेकै काम नगर्ने र हिजो अस्ति मैले एउटा न्युक्लियर बक्स बनाएर त्यसमा मौरी सारेर चाहिँ राखिरहेको छु। अनि चाखा साखा लिएर पनि लगाइदिएको छु। मसिनो 2 दिन 3 दिनको लार्भा लिएर लगाइदिएको छु। अहिले पुरा धमाधम काम गर्नु थालेको छ। अब यिनीहरूले सायद त्यो लार्भाबाट चाहिँ राना बनाउँछ होला, जस्तो चाहिँ रानाको प्रोसेस भइसक्यो होला जस्तो चाहिँ लाग्दैछ मलाई। अब अलिकति तपाईँहरूलाई देखाउने काम गर्छु है त है। मैले मौरी पालन सुरु गरेको भर्खरदेखि र हिरासी जङ्गलबाट मौरी लिएर आएको थिएँ। क्विनलेस भएछ, रानी मऱ्यो या कता भयो के भयो अत्तपत्त भएन, मौरी एकदम कम्ती छ र हलचल गरेको थिएन। मौरी बसेकै काम नगर्ने र हिजो अस्ति मैले एउटा न्युक्लियर बक्स बनाएर त्यसमा मौरी सारेर चाहिँ राखिरहेको छु। अनि चाखा साखा लिएर पनि लगाइदिएको छु। मसिनो 2 दिन 3 दिनको लार्भा लिएर लगाइदिएको छु। अहिले पुरा धमाधम काम गर्नु थालेको छ। अब यिनीहरूले सायद त्यो लार्भाबाट चाहिँ राना बनाउँछ होला, जस्तो चाहिँ रानाको प्रोसेस भइसक्यो होला जस्तो चाहिँ लाग्दैछ मलाई। अब अलिकति तपाईँहरूलाई देखाउने काम गर्छु है त है।